नेपालले ओमानलाई साथीहरू 257 को टार्गेट दिएको छ। आसिफ शेखको त्यो 97 बलमा 94 रन, 7 वटा चौका, 5 वटा छक्काको इनिङले गर्दाखेरि साथीहरू नेपालको स्कोर चाहिँ यहाँसम्म पुगेको थियो। र साथीहरू आरिफ शेख, वाउ यार, लास्टमा आएर त ह्याट्रिक छक्का हान्दियो साथीहरू, ह्याट्रिक छक्का हान्दियो के। 24 बलमा 43 रन हानेर साथीहरू नेपालको स्कोरलाई झन् बढाउन एकदम मद्दत गरे साथीहरू। साथसाथै अर्जुन कुमालको त्यो जति बेला चाहिने थियो, विकेट बचाउनु पर्ने थियो साथीहरू, कमाल थियो। 87 बलमा साथीहरू अर्जुन कुमालले 48 रन चाहिँ बनाएको थियो। हाफ सेन्चुरी पुग्नका लागि साथीहरू जम्मा 2 रन मात्र बाँकी थियो, तर पनि पुरा गर्न सकेन। यो साथीहरू तपाईहरुलाई आजको ब्याटिङ नेपालको कस्तो लाग्यो कमेन्ट गर्नु होला। र साथीहरू यस्तै क्रिकेटको केही अपडेटहरु लिनका लागि चाहिँ मलाई फलो गर्नु होला है त।